ल भाइ बहिनीहरू, यो मोस्ट इम्पोर्टेन्स क्वेसन रहेको छ क्लास 9 र 10 को लागि। हजुरहरूले हेरिदिनु होला। पहिला हजुरले यस्तो क्वेसन सल्भ गर्नको लागि हामीले यो दुईटा फर्मुला चाहिन्छ। ए क्युब प्लस बी क्युबको फर्मुला चाहिन्छ र ए क्युब माइनस बी क्युबको। मैले यहाँ लेखिदिएको छु, हजुरले यो आफ्नो कपीमा टिपेर हजुरले प्र्याक्टिस गर्न सक्नुहुन्छ र यो घोक्न सक्नुहुन्छ है। त यो क्वेसन रहेको छ, हेर्नु होला। तपाईँ यसको लागि मैले यो फर्मुला खोलिदिएँ। ए क्युब प्लस बी क्युबको फर्मुलामा यो मैले खोलिदिएँ। 1 को क्युब भनेको 1 नै हुन्छ, त्यही भएर मैले यो फर्मुलामा खोलिदिएँ है। यता नि सेम भयो, यो ए क्युब माइनस बी क्युबको मैले फर्मुलामा खोलिदिएको। अरू सेम टु सेम मैले भ्याल्यु तलको सेम राखिदिएको। अब हेर्नु, यो लाइक टर्म छ, यो र यो कट्छ र यो कट्छ है। अब हेर्नु, अब रिमेनिङ भ्यालु हामीले लेख्ने एम प्लस 1 रिमेनिङ भ्यालु प्लस एम माइनस 1 सेम लेख्यौँ है। अब नेगेटिभ र पोजिटिभ गर्छ, एम प्लस एम 2m हुन्छ। हजुरको त्यति 2m हो एन्सर। यो प्रोबेबिलिटी रहेको छ आउनलाई। हजुरहरूले राम्रोसँग प्र्याक्टिस गर्नु होला, बुझ्नु होला है।